बारबर्दिया नगरपालिका 9 को ढकैला मुख्य राजमार्गबाट करिब 6-7 किलोमिटर टाढा घना जङ्गल पार गरेपछि मात्र पुगिन्छ यो गाउँमा। वर्षौंदेखि यहाँका बासिन्दाले सामान्य स्वास्थ्य जाँच गर्न पनि जङ्गल पार गर्दै कतर्ने आउनु पर्थ्यो। जीवन र मृत्यु बीचको दूरी 6 किलोमिटरको बाटो। मेरो नाम मनिषा भारती। हजुर। म बारबर्दिया 9 ढकैलामा बस्छु र हाम्रो यो पहिलाभन्दा अहिले अब धेरै सहज होला जस्तो लागिरहेछ। पहिला हामीले धेरै दुःख पायौँ, अनि अलि त ज्वरो आएमा रुगाखुकी लागेमा हामी एक्लै दौडधुप अब साइकलमा पाए साइकलमा, तर हिँड्दै पनि हामीलाई बाघको, हात्तीको, जनावरको, जङ्गलको बाटो हामीलाई डर लाग्थ्यो। कहाँ पुग्नु पर्थ्यो? कतर्ने पुग्नु पर्थ्यो। कतर्ने भन्दा पनि पहिला त बैदी तलै बैदी पुग्नु पर्थ्यो, अहिले कतर्ने पुग्नु पर्छ। तैपनि अहिले अब यो स्वास्थ्य भवन भयो, हामीलाई खुसी लाग्यो। अनि अहिले अब आजदेखिबाट अब चालु हुन्छ भन्ने कुरा भइसक्यो। हामीलाई अलि सहज होला जस्तो लागिरहेछ। हामीलाई धेरै तनाव थियो, दुःख थियो। अझै पनि यो अलिअलि अब रुगाखोकी यताउता ठुल्ठुलो नभए पनि अलिअलि सानोतिनो बिरामीमा त अलिअलि उपचार पाउँला जस्तो आश लागिरह्यो अहिलेसम्म। अब ठुलो बिमार लाग्यो भने अब के हुन्छ त्यो भन्न सकिन्न। सानोतिनोमा अब तल कतर्ने डुगुर्न परेन। सामान्य स्वास्थ्य जाँच र औषधिका लागि समेत उनीहरूलाई 5-6 किलोमिटर जङ्गल पार गरेर कतर्निया पुग्नु पर्थ्यो। रातको समयमा त यो बाटो नै जीवनको चुनौती बन्थ्यो। यही समस्या देखेर बारबर्दिया नगरपालिकाका मेयर छविलालले यो गाउँका लागि एउटा ऐतिहासिक कदम चाल्नुभयो। हामीले आज एउटा सानो प्रयास मध्येको एउटा यो सफल प्रयास हो। जब हाम्रो निर्वाचनको दौरान थियो त्यति बेला आउँदै गर्दाको अवस्थामा यहाँको जनजीवन, यहाँको भौगोलिक अवस्था, यहाँको सामाजिक परिवेश कस्तो थियो र हामीले वाचा गरे अनुसार सार्वजनिक रूपमा प्रतिबद्धता जाहेर गर्ने अनुसारको परिवर्तन कति पाउनु भएको छ यहाँहरू स्वयं अनुभव गरिराख्नु भएको छ, आफै भोगिराख्नु भएको छ। मैले धेरै बोल्नु पर्दैन। हाम्रो एउटा सरकारले लिएको स्पष्ट नीति के हो भने सबैभन्दा पहिला नागरिकले प्राप्त गर्ने अधिकार मध्येको सबभन्दा उसको पहिलो अधिकार भनेको आफ्नो शरीरलाई स्वस्थ राख्न पाउनुपर्छ। ऊ शारीरिक र मानसिक रूपले स्वस्थ रहन पाउनुपर्छ र त्यो स्वस्थ रहनको लागि वातावरण बनाउने राज्यको दायित्व हो, सरकारको जिम्मेवारी हो। त्यसैले मनन गरेर हामीले हरेक नागरिकहरू गर्भावस्थादेखि लिएर वृद्ध अवस्थासम्मको हरेक नागरिकहरूले शारीरिक र मानसिक रूपले स्वस्थ रहनुपर्छ, सबल रहनुपर्छ, सक्षम हुनुपर्छ, अनि मात्र यो देशको विकासको सम्भव हुन सक्छ। सचेतना स्वयं आफै हुने हो, आफै सचेत हुने हो। तर सचेत हुँदै पनि कहीँ रोग लागिहाल्यो भने त्यसको त उपचार गर्नुपर्ने हुन्छ। त उपचार गर्नको लागि यहाँका नागरिकहरूलाई अब जानुपर्ने कतनिया जानको लागि 6-7 किलोमिटर पार गरेर जानुपर्ने, त्यो पनि जङ्गल, यहाँ जङ्गली जनावरको आतंक, त्यसबाट जोखिम हुनुपर्ने। त्यो जोखिमलाई न्यूनीकरण गर्नको लागि हामीले यहाँको नागरिकहरूको लागि यही कमसेकम आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न सक्यौँ भने धेरै नै उपलब्धि हुन्छ, यहाँको नागरिकलाई सहजता हुन्छ भन्ने हिसाबले यो चाहिँ सेवा प्रवाह गरेको अवस्था चाहिँ हो। त्यसैले जब स्वास्थ्य सेवा यहाँ भयो, स्वास्थ्य सेवा भइसकेपछि कमसेकम आधारभूत न्यूनतम सेवाहरू यहाँका पाउनुहुन्छ। अलि ठुला भयो भने हाम्रो कतनियामा पुग्नुहुन्छ, अलि त्योभन्दा बढी भयो भने हाम्रो नगर अस्पतालमा पुग्नुहुन्छ, ताकि यहाँहरूको जीवन सहज होस्। कहीँ रोग लागेको भने त्यो सहज तरिकाले उपचार हुन सकोस्। हामीसँग प्रशस्त मात्रामा पैसा हुँदैन, त्यसैले हामी यहाँ बढीभन्दा बढी स्वास्थ्यतर्फ ध्यान दिनु भन्दै मैले यो स्वास्थ्य भवन बनाउनको लागि जग्गा दिनुहुने जग्गादाताप्रति हार्दिक आभार प्रकट गर्दै आफ्नो भनाइले व्यक्त गर्छु। ढकैला जस्तो टाढाको बस्तीमा स्वास्थ्य सेवा पुग्नु पर्छ भन्ने प्रतिबद्धता र यही सोचका साथ कतर्नियामा स्वास्थ्य चौकी हुँदै पनि
यहाँ छुट्टै हेल्थ क्लिनिक स्थापना गर्नुभयो ताकि सेवाग्राहीले नजिकै उपचार पाउन सकुन्। हामीलाई धेरै अप्ठ्यारो थियो ढकेला खतनी जाने। हामी पहिला वहाँ जान्थ्यौँ के गरे तल बैदी जान्थ्यौँ, त्यहाँबाट कतनी आयो अझै सुविधा पायौँ। अब गाउँ आयो धेरै सुविधा पाउँछौँ। जग्गा दिने धनीलाई जग्गा दिने पनि मान्छे राम्रै भयो नि दिने, अब धन्यवाद दिन्छौँ। स्थानीयको माग, नगरको पहल र नेतृत्वको दृढ सङ्कल्प यसरी नै ढकैला गाउँमै स्वास्थ्य सेवा स्थापना भयो। तपाईहरुलाई मेरो विनम्रतापूर्वक अनुरोध, 1.5 करोड जतिको औषधि चाहिँ हामीले स्वास्थ्य शाखाबाट हामी वार्षिक रूपमा खरिद गर्दा रहेछौँ। त्यो भनेको ठुलो मात्रामा औषधिको खरिद हो। हामीलाई थाहा छ यी सबै कुराहरू रातारात बदलिँदैनन्, तर मलाई यो पनि थाहा छ कि निरन्तर प्रयत्न गर्यो भने, निरन्तर प्रयास गर्यो भने मेयर साहबहरू, उपमेयर साहबहरू, जनप्रतिनिधिहरू, तपाईँ हामी समुदायका सचेत व्यक्तिहरू निरन्तर प्रयत्न गर्यो भने 5 वर्षको बिचमा, 10 वर्षको बिचमा, 15 वर्षको बिचमा केही न केही परिवर्तन गर्न सक्छौँ। मैले भने स्वास्थ्यसँग सम्बन्धित विषयहरू गम्भीर प्रकृतिका समस्याहरू हुन्। एकजना व्यक्ति स्वस्थ बन्नु भनेको एउटा व्यक्ति मात्र स्वस्थ बन्नु होइन, सिङ्गो देश स्वस्थ बन्नु हो। धेरै विषयवस्तुहरूका हातमा तपाईँ हाम्रो सामूहिक प्रयासको आवश्यकता छ। एक्लो मेयर साहबले, एक्लो उपमेयर साहबले, एक्लो वडाध्यक्षज्यूले अथवा एक्लो शाखाले, एक्लो स्वास्थ्य कर्मीहरूले मात्र यो केही पनि गर्न सक्नुहुन्न। तर तपाईँहरू निरन्तर लाग्यो, निरन्तर मेहनत गर्यो भने नसक्ने भने केही पनि छैन। तर आवश्यकताका हिसाबले गम्भीर प्रकृतिका स्वास्थ्य समस्याहरू हाम्रा बिचमा रहेका छन्। यसका लागि मेयर साहब सहितको जनप्रतिनिधिज्यूहरूको सिङ्गो टिमले ठुलो प्रयत्न गरेका छ। लगानीको हिसाबले मैले हेरेको छु, म अन्यत्र पालिकाबाट पनि काम गरेर आएको मान्छे हुँ। यतिको स्वास्थ्यमा, शिक्षामा लगानी गरेको पालिकाहरू कमै मात्रै छन्। यो खालको भनेको मेयर साहबहरूको भिजन हो, जनप्रतिनिधिज्यूहरूको भिजन हो। उहाँहरूको भिजनले काम गरिरहेछ। तर नागरिकहरूले, तपाईँहरूले, तपाईँको घर, तपाईँको परिवार, तपाईँको समुदायले यी लगानीहरूलाई सार्थक रूप दिनको लागि चाहिँ तपाईँ हाम्रो आवश्यकता छ। हामी अपेक्षा गर्दछौँ आगामी दिनमा हामी हातेमालो गर्दै अगाडि बढ्नेछौँ र यो स्वास्थ्य संस्थाको आवश्यकता औचित्य पनि त्यही कुराहरूले नै पुष्टि हुनेछ। यही गर्दै यो स्वास्थ्य संस्था मार्फत हुने सञ्चालन हुने गतिविधिहरू प्रभावकारी बढोस्, शुभेच्छा, शुभकामना व्यक्त गर्दै बिदा चाहन्छु। जङ्गल पारीको दूरी अब स्वास्थ्य सेवाको बाधा रहेन। मेयरको अथक प्रयास र जनताको विश्वासले ढकैलामा आशाको ज्योति बालिएको छ। यो केवल एउटा क्लिनिक होइन, यो स्वास्थ्य सुरक्षा र समान पहुँचको नयाँ यात्रा हो।